दुईटा भिराइदे ल स्वागत छ हाम्रो भ्लगमा दाइहरु ल दाइहरु भेटमा देखिछु साला तँलाई पनि सिटीमा स्वागत छ ल तपाईहरु बोल्न पर्छ म चाहिँ आज बोल्दिन मलाई खासै अहिले उहाँहरु बोल्नु बोल्दै आउनु ल बोल्दै आउनु तपाईहरु उ त भ्लगर हो फेरि बनायो मेरी क्रिसमस सबैजनालाई मेरी क्रिसमस सबैजनालाई हामी दाइ मिठो बोल्छ ल तपाई बोल्नु आज चाहिँ यो सिडनीको फ्लेमिङटन पार्क नै भनौँ त्यहाँ छ यो संयोगले आज यस्तो मिठो खालको भेट भएको छ कि हैन सबजना कमान खोलेहरु हैन एउटा हिँडे सानो ख्याल गरी गरी काना भिजला तिको मलपाउभरी कसरी जाउँ म पँधेरीमा आफ्नै छायाले गर्छ भन्छ नदेरी ओ यो हो नि त ल हैन सही हो ल हिँड्छ ल तिमी धरान नभए चिताउन गाह्रो भयो दिन रात बिताउन वनमा काँडा छ खोइ त छोपे गरुले त जान्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ यो यहाँ भाग्य पानीको कहाँ भाग्य के छ होइन आफ्नो आफ्नो गाउँमा त सबै आएको खुसी छौँ खुसी हुनुपर्छ सबैभन्दा चाहिँ एउटा खासको कुरा चाहिँ होइन आजको भेटको लागि आजको यो जमघटको लागि चाहिँ विशेष गरी मेलबर्नबाट हाम्रो साला खादा यो कुरा म एकदम आभार प्रकट गर्छु कि किनभने एउटा समय दिएर होइन मेरो परिवार परिस्थिति सबै कुरालाई पछि राखेर चाहिँ यहाँसम्म आउनु भनेको धेरै राम्रो सबैको आफ्नो आफ्नो कथाहरू छ आफ्नो आफ्नो व्यथाहरू छ होइन धनले किनेर पाएको दुःख हो नि त होइन र त्यो दुःखको बावजुद पनि आज खुसी त हुनु पर्यो हो कि होइन खुसी हुनुपर्छ रमाउनुपर्छ हाँस्नुपर्छ मनभित्र तर उसको हाँसो चाहिँ कहिले पनि कम हुनुहुन्न अनि हाम्रो आदरणीय मामा र माइती पनि हुनुहुन्छ होइन उहाँहरू चाहिँ अब एउटा हामीभन्दा एकदम आदरणीय हुनुहुन्छ होइन म चाहिँ बल्ल 19मा लाग्छु होइन मामा हो सरले काम गरेकै हो कि भइरहेछ होइन भइरहेछ तपाईँको काम हो के छ हो मेरो साला मेरो भाइ के छ सन्चै छौ बिस्तारै खेलै केटाहरू यता फेरि टेस्टिङ भइरहेको छ है मामा भान्जाको ल सुरु भयो ल खाएँ ल भन्छन् खाइयो भन्छन् ल एक बाइट ल एक बाइट छिटो सन्जी ल भाउजू लजायो लजाएर वाममा यो त उ गरिन्छ नि के छ के भन्नु छ कस्तो लागिरहेको के भन्नुलाई यार ठिकै छ हाम्रो गाउँ घर खोला नाला सबैको मान्छेहरू एक ठाउँ एकजुट भए होइन परे जस्तो ठाउँमा अरू के भन्छ त्यस खुसी लागिरहेको नयाँ मान्छेहरूसँग पनि भेट भइरहेको अब हामी दाजुभाइहरू त भइहाल्यो त्यही तमान भन न लास्ट मेरो समर्थन छ समर्थन छ यसको नि समर्थनै होला थ्याङ्क यू जय मसाल मेरी क्रिसमस सबैजनालाई महादेवले रक्षा गरोस् वेलकम बाबा आउनुहुन्छ अरू पनि हुन्छ दाजुभाइ टक्क लाइक छ है त यो टिभीमा कति बजे आउँछ यो आउँछ अब 8 बजे पुनः प्रसारण हुन्छ हामी यहाँसम्म आयौँ तर कसैले केही यो संसार नदेखे कसैले शिक्षा नदेखे स्कुल नदेखेको नि त कति धेरैजनाहरू छन् नि त होइन
सबै आफ्नो आफ्नो परिवेशमा छन्, अझै पनि छन्। हाम्रै सवालदौतरहरू अझै पनि दुःख गर्दैछन्। तर हामी चाहिँ अब मिलेर हाम्रो भाग्यले भनौँ कि सबै भाग्यको लेखान त भन्ने कि हामी यहाँ छौँ नि त, गरिरहेछौँ, सङ्घर्ष गरिरहेछौँ। तर हामीले यसो $2-4 जम्मा गऱ्यो भने नि अब कसैको भविष्य बन्न सक्छ, कसैलाई राम्रो हुनसक्छ होइन। अनि दाइले सबै मैले भन्ने कुरा पनि दाइले भनिसक्नु भएको छ होइन। इभन तपाईँहरूको कुरा पनि दाइले कति बोलिसक्नु भएको होइन। गर्नु पनि त त्यही हो। तर यो मैले मोस्ट अफ द पिपलसँग यहाँ भएकोसँग मैले इन्डिभिजुअल पनि कुरा गरिसकेको छु प्रायःसँग है, यस्तो गर्ने हो, यस्तो गर्दैछौँ भन्ने कुरो। त्यो हिसाबले चाहिँ सबैलाई थाहा पनि छ। अनि यो गर्नुको कारण चाहिँ के भयो भन्दाखेरि यहाँ कति धेरै संस्थाहरू अब इभन बागलुङ समाज भन्ने पनि रहेछ होइन, धोरपादन क्लब छ, सबै ठाउँको संस्थाको केही न केही हुने, हाम्रो चाहिँ केही पनि नहुने, सबै ठाउँको युथहरू चाहिँ कतै न कतै कनेक्ट भएको हुने, हामी चाहिँ कतै पनि कनेक्ट नभएको जस्तो देखिए भएर त्यसो गरौँ भन्ने सोच्नु चाहिँ आज यो कतिजना ह्याप्पीले पनि आउनुभयो, कतिजनालाई जबरजस्ती फोन गरे पनि मैले बोलाएको छु, अथवा दाइले गर्नु भएको यो दाइले गरेको होइन।
सालको पछेरी हिरा जस्तो सारा छ तिम्रो मुहार अब मैले बिर्सु कसरी हिरा जस्तो सारा छ तिम्रो मुहार अब मैले बिर्सु कसरी के छ हेर मै फेरि भेटाउनु रमाइलो गर्नुहोस् तपाईँहरू साथीहरू थ्याङ्क यू ब्रो यस्तो हो नि त माया एकैचोटि हिँड्दा पछाडि अमृत र बुहारीको जन्ती है राजु बाग्लुङ आयो भन् हजुर एउटा गीत गाइदिनु त जाने भान्जा कस्तो भयो त नि फ्यान्टास्टिक इन्जोयेबल एकदम आमामा ग्याङ त लास्ट उहाँलाई नि छाला दिने हो